म लिएर जाने हो। अब एउटा छोरा एउटा छोरी मेरो छ, एउटा छोरा अरू हुन्छ, दुईटा छोरा एउटा छोरी भनेर म पाल्छु। तीनवटालाई समान माया दिएर तीनटा छोरा छोरी छन् सम्झेर म छोरोलाई चाहिँ म पाल्छु। अब भाइले अब पछि अब के गर्छ, अब त्यो बिस्तारै बिस्तारै अब कसो गर्दै जान्छ, अब त्यो उसको विषय होला। अब छोरालाई चाहिँ म हेर्छु। जसले हत्या गर्यो अब उसलाई चाहिँ कहिले पनि बाहिर ननिस्किने हिसाबले एउटा अब त्यो भोलि बिहान बाहिर निस्क्यो भने अरूको पनि फेरि हत्या गर्न सक्छ। अब रिस्क उसमा अब यिनीहरूले हामीले पठायो यसरी भनेर अब फेरि उसले फेरि हामीहरूमाथि पनि हमला हुन सक्छ भोलिको दिनमा। उसलाई चाहिँ म के भन्न चाहन्छु भने कानुन प्रशासनहरूलाई मिलेसम्मको कारबाही गर्नुहोस्। अब मृत्युदण्ड त नेपालमा सम्भव छैन, भएको त्यसको लागि हामी माग गर्ने थियौँ। तर जन्म कैद त्यसलाई हुनुपर्छ भन्ने हाम्रो माग छ। रोजगारीको सिलसिलामा हमेसा अब भारततिर बस्ने मान्छे, भारतमा पनि फेरि अब हामी भाइहरू अलग अलग नै थियौँ। यो पुना थियो, म कोल्हापुर थिएँ। यो बिचमा अब हाम्रो लगभग भेट नभएको दुई भाइको पनि 1 वर्ष जति भयो। अब जो अब हत्यारा हो उसँग पनि भेट नभएको मेरो 2 वर्ष जति हुन लागिसक्यो।